यहाँ पनि एक बित्ता लामो छ होइन त्यो हुनाले यो यस्तो हाँगा सुरुमै हटाइदिनु पर्छ अनि यो सुन्तला उहाँको असाध्यै बाक्लो हो खास त 10 हात भन्छ होइन 5 मिटर फरकमा लाउने भन्छ तर कमसेकम 5 हात त हुनु पर्यो कि दूरी अब यहाँ त लगभग 2 हात पनि छैन होइन त्यसैले यस्तोलाई सुन्तला पहिल्यै उहाँले मन एकदम कडा गरेर हटाइदिनु भयो भने अरू सुन्तला राम्रो हुन्छ यो मुनि अरू खेती पनि हुन्छ अहिले पनि अब यो बिरुवा भनेको सार्दा हुन्छ है व्यावसायिक रूपमा यसलाई नबेच्ने भन्छ तर उहाँले त्यो खाल्टो खनेर त्यो बेल्चाले उकाएर सार्नु भयो भने सर्न गाह्रो हुन्छ होइन बेल्चाले मजाले गर्दै अरू बिरुवा बिग्रिने केही फरक पर्दैन तर तपाईँले जुन हर्लक्क बढेको राम्रो देख्नुहुन्छ नि किनभने यहाँ राम्रो गेडा झरेरै उम्रेको हो र नेपालमा भएको प्रसारण त्यसरी नै हो कसैले सार्छ भने अरूलाई दिँदा पनि हुन्छ तर यसलाई बिक्री नगर्ने हुन्छ यसैले गरेर तपाईँले गार्डन बनाउँदा पनि हुन्छ होइन अब यो यसमा दुईवटा कुरा प्रयोग हुन्छ यो सिकेचर पनि सस्तो खालको हो होइन अलि राम्रो खालका पाइन्छन् सस्तोमा पनि पाइन्छ र सिकेचर